एक दिन घाम मधुरो थियो। आकाशमा हल्का बादल तैरिरहेका थिए। राजा शिकार खेल्न जङ्गलतिर निस्किएका थिए। दरबार शान्त थियो। छोराहरू गुरुहरूसँग अध्ययन कक्षमा थिए। रानी आफ्नो कक्षको ठूलो झ्याल छेउ बसेर स्वेटर बुनिरहेकी थिइन्। ऊनको तन्तु जति कोमल थियो, रानीको मन पनि उति नै कोमल थियो। त्यही बेला झ्यालको ठीक अगाडि रहेको पुरानो पिपलको रुखमा उनको नजर पर्यो। त्यो रुखको एक हाँगामा सानो भँगेराको गुँड थियो। गुँड धेरै ठूलो थिएन, तर त्यसभित्र जीवनको सानो संसार अटाएको थियो। 4वटा न्यानो चल्ला मुख फटाउँदै चिरबिराइरहेका थिए। आमा भँगेरो बारम्बार गुँडमा आउँथे, कहिले दाना, कहिले सानो किरा बोकेर, कहिले आफ्ना पखेटाले चल्लालाई छोप्थी, कहिले चोचले माया गर्थी। त्यो दृश्यले रानीको मुटु छोयो। मातृत्व त दरबार र जङ्गल दुवैमा उस्तै रहेछ, उनले मनमनै भनिन्। रानीको ओठमा हल्का मुस्कान आयो। उनले स्वेटर बुनाई रोकेर केही देर त्यो दृश्य निहालिन्। उनलाई आफ्ना छोरा सम्झिए। सानो हुँदा यसरी नै काखमा लुटपुटिएका, खाना खुवाउँदा मुख फटाउने। रानीको आँखामा माया र गर्व दुवै मिसियो। तर प्रकृतिको खेल कहिल्यै स्थिर रहँदैन। त्यो खुसी क्षणिक थियो। आमा भँगेरो फेरि दाना खोज्न आकाशतिर उडिन्। केही क्षणमै धडाम